साथीहरू, हामीलाई कहिलेकाहीँ छोटो समयको लागि केही पैसाको जरुरी पर्छ है। बिजनेस स्टार्ट गर्नुभयो, छोटो समयको लागि केही पैसाको जरुरी पर्यो। कहाँ जानुहुन्छ पैसा खोज्नलाई? ब्याङ्कमा, अरू इन्स्टिट्युसन, इन्भेस्टरहरूको इन्स्टिट्युसनमा, अथवा कहिलेकाहीँ साथीकोमा नि जानुहुन्छ। थोरै पैसा केही समयको लागि देऊ, सर्टेन इन्ट्रेस्ट दिन्छु, सर्टेन टाइमपछि दिन्छु, सबै पैसा फिर्ता दिन्छु, सर्टेन टाइमपछि दिन्छु, यस्तो कन्डिसनहरू लिएर साथीहरूकोमा मद्दतको लागि जानुहुन्छ, ऋण खोज्नको लागि जानुहुन्छ हैन। अनि सरकारलाई नि, गभर्नमेन्टलाई छोटो समयको लागि थोरै पैसा चाहियो भने कहाँ जाने? ब्याङ्कबाट निकाल्ने अथवा कहाँ जाने त? के गर्ने त? यसको लागि गभर्नमेन्टले युज गर्ने वान अफ द स्ट्र्याटेजी भनेको के हो भन्दाखेरि ट्रेजरी बिल। ट्रेजरी बिल के हो त? ट्रेजरी बिल के हो त? ट्रेजरी बिल कसले किन्न मिल्छ? ट्रेजरी बिलको इस्यु कसले गर्छ? कसरी किन्न मिल्छ? कति प्रकारको हुन्छ? यो सबैको बारेमा म तपाईलाई जानकारी दिन गइरहेको छु। ट्रेजरी बिल भनेको सर्ट टर्म डेब्ट हो, जुन इस्यु बाइ द नेपाल राष्ट्र ब्याङ्क अन द बिहाफ अफ गभर्नमेन्ट। गभर्नमेन्टको बिहाफमा नेपाल राष्ट्र ब्याङ्कले इस्यु गर्ने सर्ट टर्म डेब्ट इन्स्ट्रुमेन्ट चाहिँ ट्रेजरी बिल हो। यो चाहिँ गभर्नमेन्टले सर्ट टर्म फन्ड चाहिएको बेलामा त्यो फन्डको म्यानेज गर्नलाई अथवा लिक्विडिटी म्यानेज गर्नको लागि इस्यु गर्छ। त्यो ट्रेजरी बिल कति प्रकारको हुन्छन् त? ट्रेजरी बिल नेपाल 4 प्रकारको छन्। त्यो हो 28 डेज मच्युरिटी, 28 दिन मच्युरिटी भएको। अर्को रहेको छ 91 डेज होल्डिङ पिरियड, 91 दिनको। अर्को रहेको छ 182 डेज होल्डिङ पिरियड भएको र अर्को रहेको छ 364 डेज होल्डिङ पिरियड भएको। 364 इज अल्टिमेट बिकज यो सर्ट टर्म डेब्ट हो। सर्ट टर्म डेब्ट चाहिँ तपाईँको 1 वर्षभन्दा बढीको हुँदैन, 1 वर्ष अथवा 365 डेजभन्दा माथि हुनु भएन। सो ट्रेजरी बिल कसले किन्न सक्छन् त? ट्रेजरी बिल कमर्सियल ब्याङ्क्सहरूले, इन्स्टिट्युसनल इन्भेस्टर्सहरूले, कर्पोरेट हाउसहरूले र इन्डिभिजुअल लाइक यु एन्ड मी, अस, वी अल्सो क्यान, हामी सबैले पनि ट्रेजरी बिल पर्चेज गर्न सक्छौँ। र ट्रेजरी बिल पर्चेज कसरी हुन्छ? थ्रु अक्सन, जुन अक्सन चाहिँ पिडिएमओले सञ्चालन गर्छ। र अक्सनमा 2 तरिकाले बिडिङ हुन्छ। एउटा हुन्छ कम्पिटेटिभ बिडिङ र अर्को रहेको छ नन कम्पिटेटिभ बिडिङ। र कम्पिटेटिभ बिडिङमा को चाहिँ सहभागी हुन्छ भन्दाखेरि कमर्सियल ब्याङ्क्सहरू, लार्ज इन्भेस्टर्स, कमर्सियल ब्याङ्क्सहरू जस्तो यिनीहरू चाहिँ कम्पिटेटिभ बिडिङमा सहभागी हुन्छन्। र कम्पिटेटिभ बिडिङमा यिनीहरू सहभागी हुँदाखेरि उनीहरूले आफूले तिर्न चाहेको डिस्काउन्ट रेट, एउटा टर्म आयो डिस्काउन्ट रेट, यसको म तपाईँहरूलाई डिस्क्राइब गर्छु। अघि मैले एउटा भनेको थिएँ मच्युरिटी पिरियड, यसको पनि म तपाईँहरूलाई डिस्क्राइब गर्छु। र आफूले तिर्न चाहेको डिस्काउन्ट रेट मेन्सन गरेर उनीहरूले बिडको लागि अप्लाई गर्छन् र हाइएस्ट बिडर जुन छ उसलाई चाहिँ ट्रेजरी बिल एलोकेट गरिन्छ। र अनि आउँछ नन कम्पिटेटिभ बिडर्सको पालो। नन कम्पिटेटिभ बिडर्सहरू भनेको चाहिँ स्मल इन्भेस्टर र इन्डिभिजुअल इन्भेस्टरहरू हो। र यो नन कम्पिटेटिभ बिडरहरूले बिडिङ गर्ने बेलामा चाहिँ नि कम्पिटेटिभ बिडरहरूको जस्तो आफूले तिर्न चाहेको डिस्काउन्ट रेट मेन्सन गर्न मिल्दैन। यो चाहिँ नि कम्पिटेटिभ बिडर्सहरूबाट आएको वेटेड एभरेज रेटलाई नै नन कम्पिटेटिभ बिडरहरूको लागि डिस्काउन्ट रेट को रूपमा प्रेजेन्ट गरिन्छ। यसमा 2-3वटा टर्महरू आयो। यो टर्मलाई चाहिँ एउटा इक्जाम्पलको थ्रु बिस्तारै बुझ्दै जाउँ है त। सबैभन्दा पहिला फेस भ्यालु बुझौँ। फेस भ्यालु भनेको चाहिँ त्यो भ्यालु हो जुन चाहिँ ट्रेजरी बिल इस्युअरले मच्युरिटी पिरियड सकिएपछि यति पैसा तपाईँलाई दिन्छु भनेर जुन तोकेको अमाउन्ट हुन्छ त्यसलाई भनिन्छ फेस भ्यालु, र त्यसलाई प्रिन्सिपल अमाउन्ट भनिन्छ। प्रिन्सिपल अमाउन्ट पनि भन्न मिल्छ र ट्रेजरी बिलको केसमा
फेस भ्यालु भनिन्छ। के हो भन्दाखेरि जस्तो ट्रेजरी बिल एउटा इस्यु भयो जसको भ्यालु फेस भ्यालु रहेको छ 500। त्यसको मतलब के हो भन्दाखेरि यदि त्यो 28 दिनको लागि इस्यु भएको छ भने 28 दिनपछि चाहिँ त्यो ट्रेजरी बिल खरिद गर्ने खरिदकर्ताले 500 रुपियाँ पाउँछ। अब ट्रेजरी बिल कसरी इस्यु हुन्छ भन्दाखेरि डिस्काउन्ट रेटमा, अघि मैले त्यहाँ डिस्काउन्ट रेटको म भन्छु भने थिएँ, डिस्काउन्ट रेटमा इस्यु हुन्छ। डिस्काउन्ट रेट भनेको के हो भन्दाखेरि ट्रेजरी बिल इस्यु भइसकेपछि एउटा रेट दिन्छ, त्यो रेटले घटाएर पर्चेजरले पर्चेज गर्न मिल्छ। सपोज मानौँ 500 रुपियाँको ट्रेजरी बिल इस्यु भएको थियो, पर्चेजरले 480 रुपियाँमा किन्यो भने त्यो 20 रुपियाँ भनेको कति भयो? 4%। त्यो 4% भनेको चाहिँ डिस्काउन्टेड रेट हो। बायरले ट्रेजरी बिल किन्दा 480 रुपियाँमा मात्र किन्छ र 4% चाहिँ उसले इन्ट्रेस्ट कमायो भन्दा पनि हुन्छ। तर फर्स्टमा फेयर भ्यालुबाट फेस भ्यालुबाट घट्ने भएको कारणले यसलाई डिस्काउन्टेड रेट भनेर बुझिन्छ, जुन चाहिँ 500बाट घटेर 480 भयो। 20 रुपियाँ डिस्काउन्ट, त्यो चाहिँ डिस्काउन्ट अर्न हो, त्यो चाहिँ डिस्काउन्टेड रेट चाहिँ 4% भयो है त। अर्को रहेको छ बुझ्न पर्ने कुरा भनेको तपाईँको ट्रेजरी बिललाई सेकेन्डरी मार्केटमा ट्रेडिङ गर्न सकिन्छ। सेकेन्डरी मार्केटबाट पनि तपाईँले ट्रेडिङ गर्न सकिन्छ र सर्ट टर्मको लागि हो नि त। ट्रेजरी बिल्स भनेको सर्ट टर्मको लागि मात्र पर्चेज गरिएको हुन्छ। त्यही भएर ट्रेडिङ हतपत गर्नु होला नगर्नु होला त्यो आफ्नो कुरा हो। मेरो विचारमा मलाई सोध्नुहुन्छ भने सर्ट टर्मको लागि बरु पहिले प्लान गरेर बाई गर्ने र यसलाई ट्रेडिङ चाहिँ नगर्ने। ट्रेडिङ गर्नुभन्दा सर्ट टर्मकै लागि हो। 28 डेज एकदम सर्टमा छ, 91 डेज यिनीहरू एकदम सर्ट पिरियड हो कि यसमा होल्डिङ गरेर राखेको बेस सेकेन्डरी मार्केटमा भन्दा यो मेरो बेच्नुभन्दा यो चाहिँ मेरो सोल ओपिनियन मात्र हो र बेच्न मिल्छ भन्नुको तात्पर्य सेकेन्डरी मार्केटमा यसलाई तपाईँले कारोबार गर्न सक्नुहुन्छ। सेकेन्डरी मार्केट भनेको इनकेस तपाईँहरूले सेयरको किनबेच गरिरहनु भएको छ भने थाहा पनि होला, मैले भनिरहनु परेन। र यसको के फाइदा छ भन्दा गभर्मेन्टलाई चाहिँ नि अब सर्ट टर्म फन्ड्स निड भएको बेलामा म्यानेज गर्नको लागि एकदम सजिलो हुन्छ। तर एज अ इन्भेस्टरको रूपले हेर्दाखेरि चाहिँ यो चाहिँ एउटा सेक्योर काइन्ड अफ इन्भेस्टमेन्ट हो। किन सेक्योर हो भन्दाखेरि यो चाहिँ गभर्मेन्ट ब्याक्ड हुन्छ भनौँ न, गभर्मेन्टले नै तिर्छु भनेर तपाईँलाई इस्यु गरेको हो नि त। त्यही भएर यो सेक्योर हुन्छ, यो सेक्योर टाइप इन्भेस्टमेन्ट हो र यसमा तपाईँको इन्कम पनि प्रिडिटरमाइन नै भयो। जस्तो फेस भ्यालुबाट पर्चेजिङ प्राइस चाहिँ कम भएपछि त्यो जति अमाउन्ट छ त्यो अलरेडी तपाईँलाई थाहा हुन्छ कि मैले इन्कम कति हुँदैछ भनेर। त्यो अनुसार तपाईँलाई प्लानिङ गर्न पनि सजिलो हुन्छ, फ्युचरमा फाइनेन्सियल प्लानिङ गर्न पनि सजिलो हुने भयो। त्यही सिम्पल कुरा हो, सिम्पल कन्सेप्ट थियो, थोरै भने। अनि तपाईँलाई मैले यो अहिले भर्खरै लेटेस्ट एउटा ट्रेजरी बिल इस्यु गराएको छ पिडिएमओले। मैले यो त्यो ट्रेजरी बिल यहाँ राखिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। पिडिएमओमा यहाँ तपाईँको इन्ट्रेस्ट रेट पनि लेखाएको छ, कति अमाउन्टको इस्यु गरेको पनि लेखाएको छ। साथसाथै तपाईँले अलिक तल हेर्नुभयो भने कसले चाहिँ कम्पिटेटिभ बिडिङ गर्न पाउँछ पाउँदैन भनेको छ। कमर्सियल ब्याङ्कहरू एबिसिडी क्लासको कमर्सियल ब्याङ्क त फाइनेन्सियल इन्स्टिट्युसनले चाहिँ नि कम्पिटेटिभ बिडिङमै जानुपर्छ, नन कम्पिटेटिभ बिडिङबाट जान पाइँदैन भनेर पनि यहाँ क्लियरली नै मेन्सन गरेको छ। बाँकी कुराहरू पनि मेन्सन छ, यो पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। पिडिएमओको अफिसमा गएर पनि हेर्न सक्नुहुन्छ, मैले राखिदिएको छु। स्टप गरेर एकछिन हेर्नु पनि सक्नुहुन्छ। इट्स सिम्पल, यो नयाँ हो, हेर्नु होला। अनि बाँकी यस्तो भिडियोहरू अरू पनि आउँदै गर्छन्, सपोर्ट गरिदिनु होला। हस्, थ्याङ्क यू।